हाम्रो राइटर र डिरेक्टर मार्नु हुँदो रहेछ मैले माने सिट टाउको प्लास्टिक प्रोटेक्सन आईएसओ सर्टिफाइड डस्टबिन Hello, namaste and welcome Harami team. थ्याङ्क यू मैले हरामी भन्न खोजेको होइन हामीसँग आज हरामीको टिम चाहिँ आउनु भएको छ होइन हरामी भन्दा नि हुन्छ हरामी भन्दा नि हुन्छ मलाई त्यस्तो एकदम बदमास एकदमै छ सबैले हरामी नै भन्नु पर्यो हरामी बदमासै छौँ हामी ओके सो यस्तो गरौँ न त हामीसँग हाम्रो टिम नै आउनु भएको छ हामीसँग डिरेक्टर्स एक्टर्स सबैजना हुनुहुन्छ नि त होइन सो अब यत्रो दिन सेटमा बस्नुभयो तपाईँहरू सो एकअर्कालाई तपाईँहरूले आफै नै इन्ट्रोड्युस गर्नु पऱ्यो भने सो बिटी इफ यु हेभ टु इन्ट्रोड्युस हाम्रो निकुञ्जी हाउ वुड यु इन्ट्रोड्युस निकुञ्जीलाई हामी कर्ता धर्ता मालिक लाइक हाई आई एम निकुन भनेर ए म निकुन ए ल त्यही जोनमा जानु पर्यो तर त्यही जोनमा त त्यस्तो हुन्छ मेरो हैन यो पनि अँध्यारो जोक भयो हैन हेलो म निकुन हैन मैले छड्के गरेको थिएँ हो एन्ड एक्टिङ यु नो लाइक जहिले क्यारेक्टरमा हुन्छ नि लाइक डिप भन्छ नि त्यसमा हैन त्यहाँदेखि ओहो हरामीमा पैसा खर्च भयो यार कसरी उठाउनु यो सो या त्यही हो या so that's it नाइस मलाई थाहा थिएन हाम्रो बिटीले यस्तो खतरै गर्नुहुन्छ भनेर म त खास हो नि त हैन क्यारेक्टर एकदम फुल क्यारेक्टरमा जानुभयो त्यो अब हाम्रो निकुञ्जी तपाईँले चाहिँ रक्षाको गर्नु पर्यो तपाईँ रक्षा हुनुहुन्छ अब तपाईँले कसरी इन्ट्रोड्युस गर्नुहुन्छ आफूलाई त्यो चस्मा अर्को चस्मा कसरी के भन्ने अब रक्षा यार के थियो यार ओ के हो यार हाई म रक्षा अनि मेरो डाइलग के थियो साथी स्क्रिप्ट खै मेरो बिटी दाइ हो डायलग याद गर्नुपर्ने ल सो रक्षाले चाहिँ हाम्रो बिटी कान्छाको गर्नु पर्यो ओ माय गॉड जीसस क्राइस्ट हालेलुया ल बिचमा सजिलो छ नि हि गर्न हाँस्दिनु पर्यो आम्बो यही लास्ट ओठ पनि माथि आज बिटी कान्छा रिभ्युजमा तपाईँलाई स्वागत छ मैले रिभ्यू गर्न लागेको छु क्रेजी एउटा याद के रे एक्सिडेन्ट के एउटा म्युजिक के बजा यस म चाहिँ हरामीको डिरेक्टर राइटर डिरेक्टर ल ऋषिकेशजी अब यहाँले चाहिँ हाम्रो शशाङ्कजीको गर्नु पर्यो इफ यु हेभ टु इन्ट्रोड्युस योरसेल्फ एज शशाङ्क यसको त हेलो म शशाङ्क बोरा आइ एम एन एक्टर ल अब लास्टमा हाम्रो शशाङ्कजीले चाहिँ ऋषिकेशजीको गर्नु पर्यो ल यस्तै ठिकै कपी गर न कुन चाहिँ क्यामेरामा हेर्ने नमस्ते म चाहिँ ऋषिकेश बस्याल म जन्मेको अर्घाखाँची यो चाहिँ मिलो है अनि मेरो मैतीदेवीमा टी सप छ द डिटेल्स अनि भर्खरै मैले नयाँ बाइक किनेको छु अलिक महँगै छ 7-8 लाखको पर्छ थ्याङ्क यू माइक खस्यो म्याग्नेटै काँचिदियो माथालो ठिक छ म्याग्नेट कहाँ पुग्यो म्याग्नेट नछोए तिम्रो केटा थ्याङ्क यू सो मच एकदमै रमाइलो थियो एकअर्काको तपाईँहरूले क्यारिकेचर गरेर इन्ट्रोड्युस गर्नुभयो सो वेलकम वन्स अगेन टिम हरामी सो तपाईँहरूको यो नयाँ सिरिजको लागि चाहिँ स्टार्टिङदेखि नै अल द भेरी बेस्ट सो यसको बारेमा चाहिँ अलिकति हाम्रो बिटी कान्छाबाट नै सुनौँ न सो के हामीले एक्सपेक्ट गर्न सक्छौँ हरामीमा
हरामीमा तपाईँले धेरै चिजहरू पाउनुहुनेछ होइन लाइक फर्स्टली हरामी भनेको को हो भन्दाखेरि हाम्रो हरि राहुल मिलन हो होइन अन्त यिनीहरूको कथा हो होइन लाइक 3 boys स्टेइङ इन वान अपार्टमेन्ट के चाहिँ हुनसक्छ होला राम्रो त के हुँदैन सबै काम बिगार्ने नै यिनीहरूले होइन सो इट्स बेसिकली द्याट हो अन्त यसको इन्सपिरेसन चाहिँ यताबाट आएको हो होइन फर्स्ट टाइम आई केम टु काठमाडौँ होइन म उसको घर पुगेको थिएँ कहाँबाट ऱ्यान्डमली होइन अन्त राति 12-1 बजीतिर उसको घरमा पुगेको थिएँ हेमदाईहरूले गर्दाखेरि एन्ड आइसके मान्छे घरमा एक्लै बस्दो रहेछ आमा पनि छैन हुन्छ नि होइन युएसमा छ होइन अन्त यु इज अलोन होइन मलाई एकदम एक्साइटिङ पनि लाग्यो हो होइन सो जस्ट इमेजिनिङ सम वान स्टेइङ देयर विथ 2 other फ्रेन्ड्स होइन अन्त कस्तो चाहिँ हुन्छ होला भनेर हुन्छ नि इट क्यान बी लोन्ली इट क्यान बी एक्साइटिङ के हुनसक्छ भने त्यहाँदेखि चाहिँ हरामी जन्मियो होइन अन्त यिनीहरू 2जना पनि भेटेँ हो अन्त टक्कै 3जना देख्दाखेरि चाहिँ यो त हरामी नै यिनीहरू भनेर त्यहाँदेखि कन्फर्म भयो त्यहाँदेखि चाहिँ सो त्यही हो ओरिजिन सो यो निकुञ्ज यो हरामीको अघि कर्ता धर्ता भनिहाल्नु भयो होइन सो मना प्रोडक्सनबाट हुनुहुन्छ मना प्रोडक्सनले चाहिँ प्रड्युस गरेको यु आर द फाउन्डर अफ मना प्रोडक्सन होइन सो कतिको हरामीहरूले तपाईँको एकदमै के भन्छ दुःख दियो पैसा खर्च गरायो सबै सेटका सबै हरामीहरू अब निकाल्छु 15 मिनट धेरै त मैले दुःख दिए जस्तो लाग्छ होइन हो कम्पनी वाइज मनले गरेको तर यहाँ चाहिँ कोलाबोरेटिभ अप्रोच छ नि यहाँ कसैले पनि यो मेरो भन्दा पनि सबैको अप्रोचले नै भएको होइन लाइक अब बिटीले एउटा केही लेखेर आयो त्यसमा अब रक्षा भनौँ ससाङ एभ्री वान प्लटदेखि लिएर त्यो केही नयाँ कुरा बन्दैछ भनेर नि सबैजना लेट्स डु इट भनेर होइन नत्र त हामीले जुन यो प्रोजेक्ट स्टार्ट गर्दाखेरि जुन एउटा बजेटमा ट्राई गर्नु खोजेको थियो त्यहाँ त कोही पनि अट्नेवाला त थिएन होइन तर मेन चाहिँ अब राइटिङ त्यो कमिक कुराहरू जुन अहिले छैन नि त त्यस्तो साह्रो भनौँ न अब एउटा सिरिजमा सो त्यो हिसाबले चाहिँ इट्स एभ्री वान प्रोजेक्ट लिड लिने बेला एउटा सबैले एक ठाउँमा ल्याउने बेला मनले ल्यायो होला होइन अर्को ह्याप्पी पिल्स पनि छ हाम्रो ठुलो दादा सफल दाइ सो उहाँ चाहिँ हो मेन प्रड्युसर म चाहिँ सेकेन्ड लिड प्रड्युसर हो होइन उहाँलाई पनि लिएर आउनुपर्ने तर सफल दाइ हामी माझ हुनुहुँदैन हजुर मतलब होइन मतलब हुनुहुन्छ सो अब सेटमा अब कतिजनाले एकअर्कालाई दुःख दियो होला कोही एकदमै ढिला आउनुहुन्थ्यो होला कोही चाँडो आउनुहुन्थ्यो होला कसैले मेकअपमा टाइम लगाउनुहुन्थ्यो होला के गर्नुहुन्थ्यो होला नि त होइन सो हल्का म क्वेसन सोध्छु होइन अब को जस्तो लाग्छ पोइन्ट आउट गर्न हु इज मोस्ट लाइकली टु फर्गेट देयर लाइन्स इन क्रुसियल सिन कतिको टेक लिनुहुन्थ्यो इम्बारेसै भएको थिएन टेक लिँदा भन्दा पनि त्यो हुन त मेरो पनि मिस्टेक्स हो कतिवटा कुराहरू त्यो हुन्छ नि अब डाइलग याद हुन्थ्यो तर टेक लिने बेला चाहिँ अब प्रडक्सन पनि हेरेर हुन्थ्यो होइन सो त्यो कुराहरूले गर्दा चाहिँ अलिकति कन्सियस हुँदो रहेछ कि इमेजिन तपाईँ सेटमा छ होइन लाइन भन्नु आँट्यो अन्त खै खाजै आएको छ त्यसो दिमाग उता जाने क्या अब त्यो पनि हेर्नु पर्दा छैन अनि फेरि अलिकति त्यस्तै थियो स्थितिहरू अनि हु इज मोस्ट लाइकली टु गेट लेट अन सेट एन्ड एक्ट लाइक दे वर अर्ली रक्षा ढिलै त हुन्थ्यो फेरि हातमा कफी लिएर आउँथ्यो त्यही भएर हामी खुसी दिन्थ्यो हामीलाई कफी मैले मगाउँछु हामी त सेटमै हुन्थ्यौँ धेरै निकुञ्ज स्टिल सोचिराख्नु होइन किनभने यो 3जना सेटमै सुत्थ्यो फर्स्टमा उहाँ आउनुहुन्थ्यो त्यसपछि डिओपी र उहाँ आउनुहुन्थ्यो त्यहाँदेखि हामी आएर उठाउँथ्यो म र निहाल हाम्रो त्यस्तो लेट त कोही थिएन तर सपोज कोही लेट थियो भने चाहिँ अलिकति ऊ हो तर ऊ कफी लिएर आउँथ्यो हामीलाई खुसी ल यो चाहिँ सिन भन्छ आउट अफ कन्टेक्स्ट है त हु इज मोस्ट लाइकली टु गेट अरेस्टेड फर अ सिली रिजन दादा चाहिँ लाग्छ फेरि यता हुन्छ कि चाहिँ लाग्छ फेरि सिली है ऊ त सिरियस रिजन होइन लाइक बक्सरमै हिन्दिराको इन्डिसेन्ट एक्सपोजरहरू हु इज मोस्ट लाइकली टु स्लिप अन द सेट इन द मिडल अफ द डे गाउँमा सुत्थ्यो पुरा है गाउँमा गुरुङ पनि छ हाम्रो सिरिजमा हो दिदी त सुतिहाल्नुहुन्थ्यो गाउँमा सुत्थ्यो
अहिले तपाईँहरूमध्ये चाहिँ नो मै सुतेँ म धेरै त मै सुतेँ मलाई ऋषिकेश हो मैले पनि पावर न्याप हान्थेँ कहिलेकाहीँ म सुत्न चाहिँ सुतेँ धेरै से त्यो यताभित्र चलिरहेको बेलामा भित्र चाहिँ सुतियो त्यही भएर 13 टेक लिएको तेरो टेक बस्याल तेरो टेक बस्यो सो अब यसो नै कुराहरू गर्छौँ गर्दा गर्दै फेरि बिचमा हामी अरू गेम्सहरू पनि खेल्छौँ सो अहिले चाहिँ अलिकति तपाईँहरूले वार्मअप गरौँ न भनेर हो होइन सो अब चाहिँ एउटा वार्मअप गेम नै छ सो यो पनि लाइट वार्मअप थियो अब लाइटभन्दा अलिकति माथिको वार्मअप गर्छौँ अनि त्यसपछि हामी मेन गेममा जान्छौँ है त ल अल राइट सो अब चाहिँ हामी गर्न जाँदैछौँ हुक स्टेप च्यालेन्ज नेपाली भर्जन सो हामी तपाईँहरूले नेपाली सङ्ग्सहरू बजाउँछौँ र ठ्याक्क हुक स्टेपमा डान्स गर्नु पऱ्यो है इफ गर्नु भएन भने पछाडि तपाईँले देख्न सक्नुहुनेछ हामीसँग 4 जना वरियर हुनुहुन्छ कुसन लिएर बस्नुभएको छ सो पिटाइ खानुहुन्छ सो योर फर्स्ट सङ स्टार्ट्स नाउ ससाङ 0 अब यसलाई मिलेन चाहिँ भन्नु मिलेको हो तर आधी भयो आधी 0.5 एक खेप मात्रै हिर्कायो ल 0.5 ल 0.5 दिएला हामी जुन हेरी तिमीलाई हेरौँला यही त हो यो गरेन नि त अनि यस्तो 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 टाङ हो यो अनि अब चाहिँ म त घर जान्छु ऋषिकेश 0 दादा तपाईँ BT1 जात अब रक्षा कसको पाल तेरो मैले हानेकै छैन ससाङ बोरा अगाडि आउनुहोस् तेरो पालि आइसक्यो One आइल फाइनली 1 मिलाएर यो त त्यही त हो ए त्यस्तो ल ससाङको टर्न हैन दादाको छैन छैन होइन त्यो हुँदै होइन त्यो 100मा 100 होइन ल सो यो चाहिँ अब लास्टको गीत हुनेवाला छ अनि लास्ट गीतमा चाहिँ एउटा गीत बजाउँछौँ अब कतिजनाले स्टेप मिलाउनु हुन्छ हुँदैन त्यो चेक गर्छौँ है त सबैजना एकैचोटि पार्टिसिपेन्ट
ल सबजना पर्फेक्ट ल सबजना पर्फेक्ट मैले झन् यस्तो मिलाएँ त्यो पछाडि विनर इज हाम्रो दादा हो मैले जितेको प्रथम स्थान हासिल गर्न सफल हुनुभएको छ निकुल गिफ्ट छ छैन त्यही भएर हाम्रो मायाको सन ल सो कस्तो लाग्यो यहाँहरूलाई यो गेम ए रमाइलो लाग्यो हुकस्टेप आएको जस्तो लाग्ने दिमागमा तर ठ्याक्क अहिलेको जस्तो रहेछ वर्ड आएको जस्तो लाग्ने सो हाम्रो यो गेमको विनर अगेन लाइक दिस विनर भनेर चाहिँ छैन सो हाम्रो ऋषिकेशको 2 आएको छ हाम्रो निकुन दाईको 0.5 अनि त्यसपछि शशाङ्क 1 रक्षा 2 BT 2 मैले हारेको तपाईँको बार्दली पनि मिलेन नि त हामी 2 1 2 अब हार्नेले गिफ्ट मागिरहेको अघि आइको गिफ्ट फर्काउनु पर्छ लास्ट माइक छोपिरहेको ओके सो यो चाहिँ हाम्रो स्टार्टिङ मात्रै थियो इट वाज वार्म अप र अब यसपछि चाहिँ हामी मेन गेम खेल्छौँ अलिकति कुराकानी गर्छौँ अनि तपाईँहरूको बेस्ट पार्ट गिफ्ट सेक्सन पनि आउँछ ओके सो अब चाहिँ हामी हाम्रो मेन गेमतर्फ जाँदैछौँ सो मेन गेम इज गेस द फाइन्ड द इम्पोस्टर होइन सो वाट यु हेभ टु डु इज हामी तपाईँहरूलाई चाहिँ त्यो बोलमा चिट्सहरू राख्छौँ सो एउटामा चाहिँ इम्पोस्टर लेखेको हुन्छ अरू सबैमा सेम वर्ड हुन्छ सो इम्पोस्टरले चाहिँ म इम्पोस्टर होइन भनेर प्रुभ गर्नु पऱ्यो अनि अरू सबैजनाले चिटमा जे लेखेको छ त्यो वर्डलाई चाहिँ एउटा वर्डमा एक्सप्लेन गर्नु पऱ्यो फर इक्जाम्पल इफ इट इज येलो वर्क्स यु क्यान से स्टुडियो यु क्यान से इट्स कलर हो होइन त्यहाँ क्यामेरा हुन्छ अथवा मेबी क्यामेरा मात्र भनिदिनु भए पनि भयो सो त्यसरी चाहिँ एक्सप्लेन गर्नु पऱ्यो त्यो क्लियर हिन्ट चाहिँ दिनु पर्दैन है त सो लेट्स स्टार्ट आवर फर्स्ट राउन्ड 3 चोटि चाहिँ भन्न पाउँछ है वर्ड इम्पोस्टर उयो त्यो वर्डलाई चाहिँ 3 चोटिसम्म चाहिँ भन्न पाउँछ है ल सबै लिनु पर्यो होइन पहिला लिएर दादा लास्टमा लिने त बर्बाद हुन्छ नि फेरि कताबाट ल यहाँबाट लेफ्टबाट कलरफुल पोलिस ब्राइट रेड जिजस सेकेन्ड वर्ड मैले बुझिसकेँ सेकेन्ड वर्ड पेन्ट फिङ्गर ह्यान्ड के भने तिमीले मैले पेन्ट पेन्ट स्कर्ट ल बिहामा तपाईँको पालि भन्नु त म ह्यामर भन्छु थर्ड कि तपाईँलाई हिन्टै चाहिँदैन अब थाहा पाइसक्यो थाहा पाइसक्नु भयो ल हु इज द इम्पोस्टर म You're wrong! I won! मलाई पनि लाग्यो किनकि पेन्ट भन्नुभएको थियो अनि उहाँले स्कर्ट भन्नुभयो नि त अनि त्यसले योसँग मिल्नु पर्छ नि त अनि त्यही त प्यान्ट भनेपछि अनि तपाईँले मेरो किन हेरेर सुनिरहेको नि तपाईँले आफ्नो आफ्नो यहाँ लेखे अनुसार भन्ने हो नि त हामी त मिलाउने भने होइन यो के भनेको त रक्साले कसरी मिलाइरहेको थियो कि देख्यो कि क्या होइन उसले भनेको अनुसार मिलेर थियो कि उसले के मैले मैले चाहिँ कलर भने ब्राइट भनेको थिएँ कि लिनु भयो रोल भइरहेछ मै लास्टमा परे त सबजना हाय हाय कोबाट स्टार्ट गरेको थियो यता अब यहाँ ऋषिकेशबाट कलरफुल फेरि कलरफुल विङ्स येलो कलरफुल ब्राइट सेम वर्ड आइरहेको छ त त्यही वर्ड दिएछ शशाङ्क भेरी लाइट ब्राइटबाट भेरी लाइट जुसिल गिरा आकाश बर्ड मिस भएन ककुन हावामा सुजन चापागाई ब्युटिफुल सिङ्गर
होइन तपाईँ पनि भनिदिनु एकचोटि होइन कन्फर्मेसन को चाहिँ हो इम्पोस्टर इन्सेक्ट ल गाइस डिस्कस गरौँ अब मलाई 1 मिनट छ है त 1 मिनटमा कोलाई को लाग्छ दुईटा दुईटा मात्रै एकजना मलाई त यो चाहिँ लाग्यो मलाई यो चाहिँ लाग्यो अघिको प्यान्ट र सर्ट अनुसार अलिकति डाउट कम हुँदैछ हो यता अरू मिलाएको थियो कि उहाँ हो के गाइस उहाँ हो भनेको तेरो त एक्टिङले बुझिसके हेर साथी तँ हो भनेर होइन गाइस उहाँ हो के प्यान्टको दाम गर्नु तिमीले के भन्यौ फर्स्टमा प्यान्ट होइन नमिल्ने नै थियो थियो मैले होइन मैले लाइट भनेको थिएँ उनले लाइट मैले भेरी लाइट भने भेरी लाइट तिमीले के भनेको फर्स्टमा येल्लो अनि मेरो त मिलिरहेछ येल्लो त गाइस सोधौँ न दोस्रो तेस्रो के भन्नु भएको तपाईँले बटरफ्लाई भन्दै उहाँले लास्टमा के भन्नु भएको थियो त्यो कुरा सुन्नु हो के यता खुस्काइसक्यो केटा हो हेर पुरो हेर दादाले लास्टमा के भन्नु भएको थाहा छ ल खुस्कायो अब देखाउँ उहाँ हो मेरो लागि चाहिँ हैन सबैको केटा हो ऊ हो के ऊ हो नै तपाईँले फेरि मै कसरी होइन के उहाँले भर्खर याद गर्नु भर्खर भर्खर लास्टमा पाते पाते एन्सर छ के भर्खर खुस्कायो भर्खर खुस्काउनु मैले के भनेको थिएँ सुरुमा दुर्गेश थापा भनेको थिएन अनि सिङ्गर लास्टमा सिङ्गर भनेको छ त्यही अनि मिलाउनु पर्यो नि त दुर्गेश थापाबाट सिङ्गर भन्नु पर्यो उहाँले सबजना लक गर्नु भयो ल यति यति होइन रहेछ नि मैले चाहिँ छैन हैन तर यो कुरा रङ भयो मैले जित्छ तर हैन उले जित्छ दुईटा इम्पोस्टरले जित्छ नि अब त ए होइन केटा हो तिम्रो हामी सबैजनाले हार्छ तपाईँ इम्पोस्टर होस् चाहिँ हामीले जित्छौँ यस्तो भयो लास्टमा खुस्कायो के होइन खुस्का आयो तर म होइन लक किया जाए लकिया जाए कोलाई लक गर्ने हाम्रो निकुन दाइ सबैजना निकुन दाइ हो लक्ष्य तिमी नगर है हैन हैन एउटा सबैले एकजनालाई गर्नु पर्यो निकुन दाइ निकुन ल को रहेछ त्यो इम्पोस्टर अनएक्सपेक्टेड ल यता हेर त यता रहेछ त थ्याङ्क यू गाइस थ्याङ्क यू सो मच थ्याङ्क यू बिडी दाइ कसरी इम्पोस्टर हुन्छ सबै देखाउनु भएको थियो तपाईँ त सब मिलिरहन्छ मिलाएको नि तिमीहरूले अभियस बनाइदियो के म बरु भेरी लाइट अलिक हलुङ्गोले यो उडिरहेको मान्छेले एउटा वर्ड भनेको थियो त्यहाँ दिन चाहिँ मलाई आयो जुसिल गिरा जुसिल गिरा तिमीले के भने ककुन भनिरहेको छ इन्सेक्ट भन्नुभयो यताउता त्यो मिल्दै गयो नि त दादाले चाहिँ सिङ्गर किन यस्तो एक्टिङ हो हाम्रो राइटर र डिरेक्टर मार्नु हुँदो रहेछ मैले माने होइन सुजन तपाईँको चाहिँ किन पुतली पुतली चाहिँ मैले त्यहीबाट कन्फ्युजन तिमी किन तपाईँ चाहिँ बटरफ्लाईमा स्टिक भए हुन्थेन भने के अनि म त यसरी जाने भनेको होइन नि तपाईँले बटरफ्लाई भन्नु आफ्नै भन्नु सबैलाई एउटै छ के दादा ए सबलाई एउटै सबैलाई बटरफ्लाई हो के एकजनालाई मात्र छैन हुन्छ 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 दादा कहाँ डोलाउनु भएको फेरि उतै अड्किनु भएको छ दुर्गेश थापा तिमीबाट साथी रक्षाबाट कलर कलर सक्यो हेऱ्यो येल्लो होइन फेरि अघि मैले भन्छु होइन म अर्कै भन्छु कलर चाहिँ होइन ग्रिन 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 गेम स्टार्ट होने से पहले खत्म ग्रिन ल बर्बाद ग्रीन नवराज यस्तो टाइम लिन्छ अन्त डाउट जाँदैन भेरिएसन ब्यान्ड पर्दा येल्लो भन्छ ग्रिन भने के भन्ने यार अब रेड भन्छ न स्टुडियो स्टुडियो अफ्रिका डिफरेन्ट थिएटर कपाल चस्मा चस्मा दुईटा एकछिन एक डिस्कस हानौँ ल मलाई यो दुईजनामा डाउट छ हो हे भगवान म यस्तो होइन यो तीनजनाले स्पेसिफिक कुराहरू भन्नु यो मान्छे त अति नै वाइल्ड गइरहेछ दादाले हो के लाइन लगाएर भन्न दादाले उल्टा पुल्टा भन्छ त्यो भएर हो कि म डाउटमा आइरहेको गेम बल्ल बुझिरहेको छु नि त बुझ्नु भएन कि तपाईँ अनि त बुझिरहेको छु मैले ग्रिन चाहिँ किन कलर भएर नि
होइन तर यो मान्छे अलिक म हुँदैन कि गाइस दादाले बिगेर आयो तिमीले फर्स्टमा के भन्यो मैले भेरिएसन भनेको त्यो चाहिँ कसरी मिल्यो कसरी मिल्यो भेरिएसन त मिल्दै मिलेन नि त नि मिलिहाल्छ नि कस्तो किन मिल्दैन भने किन मिल्यो भन् त ल रिजन भन्न त दुईटा उयो ल होइन नै लाग्ला म त हो हो ल सबले स्कोर पाए मैले भने के थियो वर्ड कालो 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 चस्मा त्यहाँ आएपछि त तपाईँ लास्टमा भन्नुभयो के ग्रिन चाहिँ किन भन्यो ग्रिन किन भने त्यही त मलाई चुकाइहाल्यो त ग्रिन भनेर त के भन्नु अब मैले कालो कलर भनेपछि ग्रिन भन्नु पाएन नि पाएँ पाएँ त तैँले फेरि कहाँ येल्लो भन्नु पायो अफ्रिका अनि त्यसपछि मैले के भन्नु त अब त्यहाँ अब नवराज भन्ने नवराज भन्नुभयो मैले त ए अँ यार त्यो भन्दा चाहिँ म कालै आयो जस्तो लाग्यो ए यार दादा हजुरको आइस आइसक्यो इम्पोस्टर हुँदा लास्टै गाह्रो प्रेसर हुँदो रहेछ प्रेसर सशाङ्क त अघि पनि साइलेन्ट नै थियो अहिले पनि टाइम नै लगाइरहेको थियो नि त म त होला नि त स्ट्राटेजी असल दादा त्यस्तै तपाईँको बनाउन लाग्थेँ दादाको निकुनको मेरो बाइक बाइक ल 6 साउन्ड म त कहाँबाट आयो सारो सिट टाउको प्लास्टिक प्रोटेक्सन आइएसओ सर्टिफाइड डस्टबिन रक्षाको टर्न रक्षा म हाँस्नु बेला नराम्रो देख्छु गाई धेरै नहसाउनु प्लिज अलिक बिस्तारै थोरै हाँस्छु रक्षा दादा पिपल म त अभियस भइसकेको थिएँ त यार पिपल त्यही त पिपल भन्नु मान्छे के भन्ने यार डस्टबिन क्लिप ओके क्लिप चलान के हो चलान भनेको चाहिँ फाइन ए तिमी जस्तो फुल लाग्यो। फुल 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 के फुल 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 होइन होइन पेट्रोल। एफयुएलएल फुल पेट्रोल एफयुएलएल फुल के पेट्रोल डस्टबिन भन्छ पेट्रोल भन्छ अब डस्टबिन अहिले आएर पेट्रोल रे रक्षाको टर्न रक्षा अनि ल ल अब एकछिन भोट गरौँ ल 1 मिनट भोट गरौँ आई थिङ्क ए भन्छ तिमी के भन्छौ निकुन उयो हो तँलाई के भन्नु छ होइन, मैले उयो त होइन भनेर चाहिँ ल भन् के को म हो किन होइन त हँ? किन होइन किन मिलेन भन् त डस्टबिन डस्टबिनमा पेट्रोल हाल्ने कसरी मिल्यो पेट्रोल टङ्कीमा हाल्ने अनि पेट्रोल उयो हेलमेट थियो डिफेन्ड नै गर्न आएन ऊ ढाँट्नु सक्दैन सक्दैन त्यही यसको हेर न अब त्यो के हो नै थाहा भयो त्यही त कस्तो गाह्रो हुन्छ इम्पोस्टर नै थाहा हो। पाइस् नि दादाको दादा कहाँ पुऱ्याइन्छ चलान रे नै भयो त्योभन्दा नि पहिले उ गरेर कहाँ पुऱ्याइदिनु भयो सुरुमा त डिफ्रेन्टै भनिदिनु नि त अहिले त त्यही त हो नि स्ट्राटेजी नै अब इम्पोस्टर अब समझ गएन मेबी लुट पढो ल ल ल ल ल ल कन्सर्ट कन्सर्ट रकस्टार मेरो पाली हो यार सजिलो भइदिएछु भाइ माइक भाइरल अब चाहिँ रक्षालाई गाह्रो भयो जस्तो छ म अहिले ठोकेर भन्छु गाह्रो छैन केटा होला पहिले ठोकेर भनिदिन्छ उयो उयो सिसन सिसन मेट्रो होइन हजुर अब चाहिँ भन्ने कि अब चाहिँ रकस्टार रकस्टार महोत्सव टुर रातो खुर्सानी अब पछि भन्नु लाग्यो हो किन हो अहिले पनि यस्तो यस्तो भएन अहिले यस्तै भएन सङ्ग्स म्युजिक म्युजिक प्रियङ्का स्टाइलिस्ट स्टाइलिस
विग अम्बो ए विग ए चस्मा ल थाहा भयो ल डिस्कस गरौँ गाइस ऐश्वर्य होइन ए ल पहिल्यै आइसो एक राउन्ड वर्ड सबैको कम्प्लिट गर्नु न उसको पनि छ एउटा मेरो एउटा वर्ड बाँकी छ किन कसम खाछ यारले रेस्पेक्ट गरौँ न चस्मा तिमीले के भन्यो विग विग चस्मा हेड यस्तो कन्फ्युज राखिदिन्छ कि कसम अब त म चस्मा अनि हेड भन्नु पाएन विग चस्मा हेड एउटा एउटै त छ त हैन अनि र तपाईको वर्ड जे छ त्यो रिलेटेड रिलेटेड भन्नु क्या आफ्नो वर्ड रिलेटेड हाम्रो सुनेर हैन के हैन के आफ्नो त्यो मिलाउँदै त्यसरी त भन्दाछु त सबै त मिलेन त नि एउटै अझै एक राउन्ड जाम न के भयो त अब एक राउन्ड जाउँ लास्ट लास्ट है ल अलि अझै दिनुस् त दादा हैन यो भयो भने हिन्ट पाउँछ इम्पोस्टरले बेसी वर्ड भयो भने त हिन्ट पाउँछ नि पत्ता लाउनु यहाँ यस्तो छ नि त हेर्नुस् अब म मेरो वक्तव्य दिन्छु मेरो विचारमा चाहिँ इम्पोस्टर उहाँ लागिरहेको थियो तर लास्टमा उहाँले बिगारिदिनु भएको छ किन तपाईहरु दुईजना चाहिँ होइन भनेर म ढुक्क छु म पनि किन ढुक्क छ तिमीले के भनेको हेर मु ढुङ्गारै थाहा हुने के एकदम जेनेरिक भन्यो फर्स्टमा हो माइक भन्यो त्यहाँदेखि सेकेन्डमा के भन्यो मैले टुर भन्यो भने महोत्सव भन्यो मैले टुर भन्यो त्यहाँदेखि म त रकस्टार भन्दैको नि सिधै सिङ्गर भन्दैको ठ्याक मिलिरहेको छ हेड मिल्यो तिमीले होइन टुर मैले टुर भने अनि थर्डमा के भने क्या होइन सबै चाहिँ ऊ हो क्या गाइस किनभने मैले चाहिँ त्यस्तै रिलेटेडै चिज भनिरहेको छु तर उसले मैले थर्डमा भने बिर्सेँ होइन तर उसले चाहिँ अर्कै भनिरहेको छ फर्स्ट वर्ड चाहिँ उ त्यो भन्यो अनि मलाई उसमा र उसमा शङ्का छ कि फर्स्ट वर्ड के यस्तो होइन फर्स्ट वर्डै बिगारेछ के फर्स्ट वर्ड काम हेर फर्स्टमा सिसान भन्यो यो हो झै लाग्यो यसको एक्टिङ हेर्नु न स्किल त सिसान जस्तो ए सिसान गाइज हामी हार्छौँ म होइन ऊ नै हो ल ल उसमा फेरि यस्तो मैले फर्स्टमा भने उसले रकस्टार भनिहाल्यो हैन सो अलिअलि मिल्यो त्यहाँ उसले त हाम्रो एउटै छ त मेरो पालि नआउँदै भनिसकेको थियो नि त दाइले भनेपछि कन्फिडेन्ट हुनु त्यहाँ खतरा छैन होइन रक्षा चाहिँ अल्मलेर टाइममा लिएर रातो कालो होइन हुँदैछ यसले बढी एक्सप्लेनेसन दिइरहेछ गाइज म होइन कि मेरो बारी नै यस्तो छ त यार यही हो दादा हारे हारिन्छ यो मान्छेले मख परिरहेछ क्या उसले गरेको थियो के मख परिरहेछ कि ऊ होइन कसम म होइन क्या फेरि कसम म होइन भन्छ एउटाले आइसवेयर म होइन भन्छ चस्मा चाहिँ किन भन्नु अनि चस्मा ल भन आउँदैन त अनि कन्सर्टमा त्यही भने त हैन मैले चाहिँ यो हाम्रै वर्ड युज गरिरहेछ कि हाम्रै वर्डलाई घुमाएर गरिरहेछ इम्पोर्टेन्ट बाटो भएको छ म रक्से हो के गाइज तिमीहरू हेर फर्स्ट हो मलाई शशाङ्क लाग्छ ससँग होइन के म होइन के कसम जित्छ रक्षाले त जित्छ दादाले मलाई चिने हैनस् भने यत्रो महिना चिने हैनस् न योस् यही हो दादा मेजोरिटी शशाङ्क हो म होइन कि हु इज द इम्पोस्टर ह को हो त इम्पोस्टर म भन्देऊ त ले गेम अब 15 वटा खेल्यो नि यो मान्छे खतरा रकस्टार भनिदिनु भयो ट्याक्टिस लाइन त कन्सर्ट पछि भनिदिइहाल्छु भनेर हो के रकस्टार भन्दै यसले बढी किन दिइराख फेरि यो फेरि ओभर एक्सप्लेनेसन ओ देशै तैँले फेरि म होइन वाला देश कि लाइफमा चिट्टा नपरे मान्छेलाई इम्पोस्टर परिरहेछ साइन अफ रिलिफ हो रक्षा हेर्दै थाहा हुने कि को इम्पोस्टर हो होइन भनेर फर्स्टमा चाहिँ है कोबाट सुरु हो अघि यता थियो ऋषिकेशबाट एकान्त कुना एक्टर एक्ट्रेस कन्फ्युज हात दिन्छ उहाँले चाहिँ दामी नै खेलिराख्नु भएको छ कन्फ्युज होइन सुटिङ क्रू मक्का के रे मक्का मदिना मक्का ओके फ्रेन्ड्स होइन उसले यता क्यामेरामा फ्रेन्ड्स मैले के भनेको थिएँ एक्ट्रेस भन्नु ड्रामा ओके गाली एपिसोड्स लाइट्स डिटेल के भने तिमीले डिटेल क्यामेरा के क्यामेरा चाहिँ गाह्रो हुने भयो यो चाहिँ अलिक गाह्रो घिउ यु यु
घिउ प्रोडक्सन ल 1 मिनेट स्टार्ट मलाई चाहिँ यो दुईटामा डाउट लाग्दैछ भेरी वेग टर्म्स हैन पोइन्टमा पुगेन होइन केटा म होइन मैले धेरै बोल्ने बित्तिकै म इम्पोस्टर हुन्छु म त यतै हो हैन मलाई पनि किन ससाङ लाग्दैछ किनभने निकुनको गेम त यही हो मैले के भने फर्स्टमा तिमीलेबाट स्टार्ट गरेको थिएन एकान्त गुना त्यो त ठीक हो त्यो त ठिक हो मलाई ऊ जस्तो पनि लाग्यो क्या टाइममा के यहाँबाट यता उसले मिलाइसक्यो नै मैले ऊ भन्ने बेलामा म त धेरै बोल्दिनँ मैले थाहा अब के भन्नु म त ए जस्तो लाग्यो तँ यही गर्छ जसरी बर्बाद भएको छ भने पनि हो भने ससाङ्ग त्यहाँ हेर यता चाहिँ नि लागिरहेको होइन ऊ होइन म त यो दुईटामा एउटा बनाएको थिएँ तर ऊ ससाङ्ग मलाई चाहिँ ऊ चाहिँ लागिरहेछ के फर्स्टमा अहिले एक्टर उसले मिलायो उसले एक्ट्रेस भन्दै फेरि ठ्याक्कै एक्ट्रेस भन्यो डिटेल्स भन्यो यता डिटेल्स भन्यो त्यहाँले अलिकति डिसिभ गर्यो थर्डमा के भन्यो को हो उयो फेरि हेरेर सुन्नु भर्खर रक्षा हो डिटेल्स कहाँबाट मिल्छ त भन्नु त ल मेरो चिया पसल कसरी मिल्छ मैले उहाँलाई भनेर तपाईँलाई भनेर होइन त्यही त मेरो चिया पसल त मिल्दैन के मिल्दैन भनेर त इम्पोस्टर हो उसको चिया पसल ऊ इम्पोस्टर हो ऊ इम्पोस्टर ऊ मिल्दैन कसरी मिल्छ भनिदिउँ वर्डै भन्न मिल्छ होइन होइन तर घिउ चाहिँ कसरी मेरो वर्ड घिउ चाहिँ कसरी यो कसरी मिल्यो घिउ त्यसरी मेरोमा पनि डाउट घिउ त मिलिहाल्यो नि घिउ त छ त्यहाँ त्यही भएर नि डिटेल्समा भन्नु त्यो वर्डमा जे राखेको छ नि त्योमा छ नि त घिउ त्यही भएर ल मेजोरिटी निकुन केटा हो तिम्रो फस्दैछ है तिम्रो फस्दैछ घिउ मिल्छ ल निकुन व्हाट इज द वर्ड हरामी यो हरामी नै हो सिरिज सबैलाई हरामी आयो म इम्पोस्टर मैले थाहा भइसकेको थिएँ मनोको घिउ प्रोडक्सन हो अनि त्यसपछि सुरुमा एक्टर एक्ट्रेसले क्रू भनेपछि भयो आनन्द भयो त्यसपछि किन यो मान्छे क्या भेग गइरहेको नि त शङ्का चाहिँ थियो केटाहरू यार मलाई एउटा ग्राउन्डमा पनि छोडेको छैन यार म त फेरि मैतिर आउन लागिसकेको थिएँ कि अब कसरी बाँच्ने हो भइरहेको डिटेल्समा सुट गरेको होइन डिटेल्स त्यहाँ मैले रक्साले डिटेल्स भन्ने बित्तिकै यिनीहरूको सिनै त्यही थियो नि त मैले थाहा पाइदिएँ कि हरामी नै हो वर्ड भनेर कस्तो लाग्यो त तपाईँलाई आज रमाइलो अब यो घरमा यसो पार्टी हार के जित्ने वालेको बाजीगर के थिए अहिले रमाइलो वेमा खेल्न मन थियो तर सकिएन किन थाहा छ किनकि तपाईँ सोचे हुनु धेरै सोच्यो कि त्यही भएर धेरै सोच्नु भयो फ्याट दिनुपर्ने थियो दिइहाल्ने हो कि मलाई चाहिँ किन हाम्रो निकुञ्जी चाहिँ इम्पोस्टर 0 आउँछ जस्तो लागेको थियो कि अनेस्टली किन भन्दा फर्स्टमा गेम नै बुझिराख्नु भएको थिएन एक्टर भन्यो भने एक्ट्रेस डान्सर प्यान्ट भन्यो भने स्कर्ट त्यस्तो भएर चाहिँ अलिकति तर स्ट्राटेजी चाहिँ राम्रो नै हो अलिकति कन्फ्युजिङ ऊ आफू पनि कन्फ्युज हामी पनि ओके सो अब हामी एन्डतिर नै आइसकेको छौँ होइन तर अब एन्ड गर्नुभन्दा अगाडि चाहिँ हाम्रो गिफ्ट सेक्सन हुन्छ सो गिफ्ट पछि पनि अलिकति हरामीको लास्टमा एउटा गीत गाएर चाहिँ एन्ड गरौँ न है सो हाम्रो अब बेस्ट पार्ट आउँदैछ सो वी हेभ आवर फर्स्ट गिफ्ट We have Jafu. Jafu is a Nepali brand and it has its multiple outlet located at Thamel. उहाँहरूको प्रोडक्ट्सहरू 100% कटनले बनेको हुन्छ र प्रिन्ट्सहरू स्क्रिन प्रिन्टेड हुन्छ टेक्सटाइल कलर युज गर्नुहुन्छ सो इफ यु आर नियर Thamel डोन्ट फर्गेट टु भिजिट देयर आउटलेट फर अमेजिङ नेपाली प्रोडक्ट वाह थ्यांक यू तपाईहरुले मलाई एक्सेल सोच्दिनु स्टिल लेस देन माइ साइज थ्यांक यू सो मच नाइस टी-शर्ट धन्यवाद नाइस प्रिन्ट थ्यांक यू जाफु We have Rakura tea, a product of Himalayas. You can find different flavors with no added colors or preservatives. Raw tea bagहरू पनि प्लास्टिक र ग्लू फ्री रहेको छ. They are using air knotted technology and are certified organic. यसको चाहिँ अर्गानिक हुन्छ एकदमै भन्ने चाहिँ उ थाहा छ. मजा आउँछ. यसो बेलुका काम गर्दै गर्दाखेरि म यही चिया खान्छु. अहिले पनि म यही चिया खाइकिन आएको बाइ द वे. थ्यांक यू राकुरा. थ्यांक यू राकुरा. थ्यांक यू. Candle by Swarnimaबाट आएको छ cute scented candles, handmade, crafted with love. You can DM them on Instagram to purchase and make your home smell lovely while looking beautiful. Candle by Swarnima.
Thank you. थ्याङ्क यू Candle by Swarnima. थ्याङ्क यू लभ क्यान्डल बाई स्वर्णिमा यो सपोर्ट लाइट्स यस्तो राम्रो चाहिँ म त मेरो पत्नी भने मेरो पनि Thank you क्यान्डल बाई Swarnima. स्वर्णिमा 50 Shades-बाट तपाईँहरूको लागि आएको छ स्टाइलिस सेड्सहरू. You can visit their outlet to find a perfect shade that goes with your style at DRN Tower, shop number 3, Khichapokhari. You can also purchase online as they deliver all around Nepal. तिमीलाई ठ्याक्कै यार त्यो कुन डिरेक्टर जस्तो देखिरहेको छ है Thank you Raksa. ठिक छ दाइ हेर्दा यता आहा Nice. हो ठ्याक्कै चाहिरहेको अझ लारी बोल्ने Thank you Thank you so so much. much. Shades. Next, we have a voucher from Turf Park. It's a newly opened futsal located at Dholaheti, Lalitpur. Yadi Lalitpur area tira basnuncha or you love playing futsal with your people bhane, do visit Turf Park. थ्याङ्क यू Thank you. Thank you. Thank you Tough Thongi. Thank you. Thank you Tough Tough Park. तपाईँहरूलाई अचार कतिको मनपर्छ? सुलोचना क्रिएसनबाट आएको छ होममेड अचार, बफ र चिकनको अचार सेन्ड गर्नुभएको छ. इट्स अ वुमन लेड होम बेस्ड बिजनेस. टु ह्याभ देम इन्स्टाग्राममा सुलोचना क्रिएसनमा डिएम गर्न सक्नुहुनेछ. तर म साट्छौँ है बिटीले ट्राई गर्नुभएको छ, यहाँहरूले ट्राई गर्नुभएको छ त? छैन ट्राई गरेको छैन तर म चाहिँ ए तिमीहरु मेरो घरमा ट्राई गरेको खाएको अस्तिको बेला यो खाएको कहाँ पड्काउन थाल्दिरा न बोल्नु पनि थ्याङ्क यू सुलोचना क्रिएसन. This is from Pond's. They've sent you a package which has a fish wash, moisturizer and everything that makes your skin beautiful and healthy. सुटहरू भएको बेला चाहिँ फेस वास एकदमै ह्यान्डी खालको लागि चाहिँ बोकेर हिँड्नु मिल्छ. बोकेर मजाले लानु मिल्छ. Thank you Pons. Dippin' Donutsबाट आएको छ yummy donuts for you all. They are artisan handmade donuts located at Bimbahal, Patan. You can visit them for fresh and different flavors को donuts हरु. वा यस्तो मिठो हेर त ओहो यसो देखा त मलाई मैले तँलाई देखाउँछु देखा वाउ Thank you डोनट्स मिठो थियो कति छिटो खाएछ अम्बो. अब जाने टाइम भइसकेको छ. सो थ्याङ्क यू सो मच फर कमिङ. एकदमै रमाइलो भयो अनि तपाईँहरूलाई सिरिजको लागि पनि अल द भेरी बेस्ट. र अहिलेसम्म चाहिँ हामीले सुनिरहेको सिरिजको पोस्टर आइसक्यो, ट्रेलर आइसक्यो अनि एकदमै गीत एकदमै क्याची छ होइन. सो अलिकति यो गीतको बारेमा हु स्याङ दिस सङ? सो हरामीको टाइटल सङ चाहिँ हाम्रो कालिम्पोङको भाइ हुनुहुन्छ साइला हैन. साइला इज अ साइला हैन लट्टे साइला लट्टे साइला हो. साइला इज अ अमेजिङ ऱ्यापर हो. अन्त प्रड्युस चाहिँ सुमिरनले गरेको. सो सुमिरन र साइला चाहिँ दुईजना एकदम ट्यालेन्टेड पिपल हो. हामी चाहिँ सुटमा उनीहरूको गीत सुनिरहेको हुन्थ्यो. सो देन आई वाज लाइक होइन टाइटल ट्र्याक त उनीहरूलाई नै गराउनुपर्छ भनेर एन्ड दे हेभ डन अ फिनोमिनल जब हो. म्युजिक भिडियो तपाईँले हेरिसक्नु भएको छ होइन. एन्ड त्यसमा चाहिँ यिनीहरूले लिपसिङ गरेका छन्. तर त्यो एडिट गरेर हामीले लिपसिङ मिलाएको सुटको दिन यिनीहरूले बिगारे होइन. सो आई वान्ट टु सी इफ दे क्यान स्टिल ऱ्याप अर नट त्यो गीत. खेप चाहिँ त्यो जानु पऱ्यो सबैजनाको. जाँदै गरौँ ल जाँदा हाँस्दै जानु ल भने जस्तै हो पनि. यस्तो थियो हामी 2-3 दिन अगाडि पुरै घोकिरहेको थियौँ. बिहानदेखि भन्नु नडाट होइन सुटको दिन बिहानदेखि नडाटिकन डिटेल्समा कहाँ डिटेल्समा हेडफोन लाएर कण्ठ पार्यो हो. डेन्जर कण्ठ पार्यो कण्ठ भयो भनेर अब सुटिङ लोकेसनमा गयौँ. त्यसपछि त्यहाँ गएपछि त 3 जनै ब्ल्याङ्क. कहाँ त्यो त मलाई त याद थियो नि त्यो क्यामेरामा आएन नि त. ल सो अहिलेको च्यालेन्ज चाहिँ यिनीहरूले गाउनु पर्यो त्यो गीत. हेरौँ म अहिलेसम्म त्यो याद छैन भनेर. अहिले त इजी छ होला. सुरु गर्नु मैले किन 3 जनाले गाउनु. ल सुरु 1 2 3 गो. जीवनको यो बेला समयले गर्छ रेला सबैजना यहाँ भेला हरामी छ यो खेला के पास के हो फेलिया एक सास फेरि एला सबैजना यहाँ भेला छ नि चलिरहेको लडिरहेको यता उता भड्किरहेको परिवारको साथीभाइको माया बुझ्न मदिरहेको खोज यस्तै सोच विदेशको छ नि सोच मेरो नि छ यहाँ भोग भोग त्यसैको खोजीमा गर्दैछु रोजी यहाँ. अनि देख्नु भयो कि म्युजिक भिडियो सुट गर्नु कति गाह्रो भएको. बिटी दाई साइला दाई त्यसैको खोजी यहाँ गर्दैछु रोजी यहाँ रित्तै छ गोजी यहाँ त्यही पनि म जम्मा छु मस्त सुख दुःख सुख वर्ष गर्दैछु पर्स लागिरहेछ मलाई वर्ष. ए थर्स अनि हरामी 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 पनि छ पनि छ नि. So yeah, thank you so much guys. Thank you so much. Thank you. So 5th of December सबैजनाले याद गर्नु होला. हरामी we can see
कता बिटी कान्छाको च्यानलमा हो अन्त एभ्री विक आउनेछ सो फर्स्ट एपिसोड इज अन December 5th होइन एन्ड युल ह्याभ फन होइन एकदम रमाइलो हुन्छ होला तपाईँहरूलाई होइन मन पऱ्यो भने सेयर गरिदिनु यताउता होइन अन्त अमेजिङ पिपल वी हेभ गौमाया पनि छ प्रीतिशा पनि छ गनु दाई पनि छ होइन एन्ड सरप्राइजेसहरू पनि छ होइन सो हेर्नु होला अरू त के भन्नु कहाँ आउँदैछ रे बिटी कान्छा एक्साइटमेन्ट म्याच गर कहाँ आउँदैछ फेरि भन्दा हामी हाम्रो सिरिज कहाँ कुन च्यानलमा रिलिज हुँदैछ रे बिटी कान्छाको युट्युब च्यानल ओके सो अल द भेरी बेस्ट सो एकदमै सिरिजले चाहिँ एकदमै के भन्छ नट ओन्ली फर्स्ट सिजन हामीले 4, 5, 6, 7, 10 सिजन मजाले हेर्न पाओस् सो फेरि पनि हामीले हरामी टिमलाई फेरि पनि भेटिराख्न पाओस् भन्दै अहिलेको लागि आजको एपिसोड हामी यही एन्ड गर्छौँ थ्याङ्क यू सो मच फर कमिङ थ्याङ्क यू सो मच फर ह्याभिङ अस